छ्या यही बेला मोबाइलको चार्ज सक्यो एकछिन चार्जमा राखिदिनु पर्यो ए बाबु मेरो मोबाइलमा चार्ज सक्यो तिम्रो मोबाइल देऊ त विदेशबाट बाबाले भिडियो कल गर्ने बेला भइसक्यो हैन किन बोल्दैन नि मेरा छोरा ए नानी तिम्रो भइ पनि देऊ त हे यो मम्मी पनि कति गरेर भने हामी होमवर्क गर्न सक्यो हामी डिस्टर्ब नगर्नु त ए दाइ दादा यो मम्मी पनि जतिखेर के गर्नुहुन्छ नपन्न दिनुहुन्छ राम्रोसँग तिमीहरूको मोबाइल बिग्रिने बेला मम्मी भन्दै मसँग आऊ न त्यो बेला मैले जाने छु अहिले एकछिन मोबाइल देऊ भन्दा पनि नदिएको होइन के साह्रो माथेको आजकलको बच्चाहरू हाम्रो पालामा हामी त त्यस्तो त थिएन त मम्मी ए मम्मी हजुर खाना पाकेन यहाँ भोक लागेर मर्न लागिसक्यो एकछिन पाक्यो पाक्यो अलि छिटो गर्नु है ल ल आउनु भएको बेलामा मलाई नि दुध लिएर आउनु है मम्मी हेर हेर मातेकाहरू ओछ्यानमै टक्राइदिनु पर्ने तिमीहरूलाई खान पनि कतिसम्म चाहिँ मातेका हो यिनीहरू मम्मी भएन भयो भयो एकछिन ल खाना पाक्यो दुईजनै खाना खान आऊ ल छोराछोरीहरू खाना खान आऊ जाऊ त छोरा गिलास लिएर आऊ हे म नजाने भोलिलाई भन्नु तिमी त जहिले यस्तै गर्छौ कि जाऊ त छोरी लिएर आऊ हे सधैँ मलाई लिनु मम्मी खाऊ छिटो खाऊ मोबाइल हेर्ने होइन खाने पहिला त आरामसँग खाना खाऊ मोबाइल हेर्छ राख एकछिन राख हेर हेर मैले देख्दैन भने मोबाइल तानेको होला मैले देखिसक्यो फेरि एकजनाको सुरु खाना खाने बेला त आरामसँग खाऊ म पनि हेर्छु अनि तिमीहरू मसँग बोल्दैनौ म एकै हुँदैन त नि खाना खाने बेलामा को बोल्छ त ल ल जे पनि खाऊ हेर त नानी कति राम्रो फोटो अहिले हामी यस्तै खिच्नुपर्छ ल हेर त छोरा है कति राम्रो फोटो खाना हालिदिउँ तिमीलाई सक्यो तिमीहरूको खाना एकछिन यसलाई साइड राखिदिउँ आऊ त हामी पनि एउटा अघिको जस्तो फोटो खिचौँ आऊ यहाँबाट खिच खिच आहा कति राम्रो आएको है यो भन्दा नि यो चाहिँ राम्रो आएछ अब हामी यो भिडियो पोस्ट गरिदिन्छु ल म फेसबुकमा बाबालाई नै पठाउँछु ल अब तिमीहरू होमवर्क गरेर स्कुल जाऊ म चाहिँ यता भाँडाहरू माझ्छु सरसफाइ गर्छु है धेरै मोबाइल हेर्ने नि त्यहाँ
मम्मा फेरि पटाइ सुरु भयो बबल सुरु भयो हेर्नु यति भाडा धोइसकाएर म पनि अब एकछिन त आराम गर्नु पर्यो। आमाले विद्यालय जाऊ भनेको नानीहरू विद्यालय नगइकन फेरि मोबाइलमै व्यस्त छन्। अब त काम पनि सक्यो, एकछिन त बस्नु पर्यो, कति गर्नु काम पनि। अघि पोस्ट गरेको भिडियोमा त कति धेरै लाइक भ्युज पुगेछ। अबि यस्तो बढ्दैछ नुकै यहाँ ओ सबिना सबिना हजुर के गर्दै हो बसिरहेको ए हो र आज टिकटक बनाउनु छ ल ए लु बढ खाना आउँदैन यहाँ यहाँ अब त नानीहरू स्कुल आउने बेला पनि भएछ, खाजा बनाउनु पर्यो। मम्मी ए मम्मी हामी स्कुलबाट आयो है। ए आयो छोराहरू, ल हात मुख धो अनि फ्रेस भएर बस, म तिमीहरूको लागि खाजा बनाउँदैछु है। हस्